उता 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 फोकस गर क्यामेराम्यान पिकनिक खाना आउँथ्यो यहाँनिर टोइलेट सोइलेट सब बनाइदिएर सही आउँदैछ र सोल्टी भएर हल्लेको पनि छैन होइन एउटै स्टेबर पुरै यहाँदेखि मायाला सोल्टी मेरो अनुहार नै थोरै निकालिदिन्छु क्या अरे निकालिदिनु यस्तो पर देखाउनुपर्छ तिम्रो गाला देखाइदिन्छ गाला र कस्तो हरियो देखेको है सही छ नि सोल्टी यहाँ पनि फुलहरू छ भित्र फोटो खिच्ने ठाउँ सही छ क्या भन्दा पहिला एउटा सानो छोरी यो गाउँलाई के भन्छ सिकारी थान यो पुरै शिकार गर्छ कि क्या हो काला पानी चाहिँ किन भन्छ रोड आयो यस्तो हरियाली यार है छक्क फोटो भाइरल त अब यो के हुन्छ होइन घाटा र फाइदा त के हेरिरहनु हो यो ठाउँ हेर बाजेहरू पनि आयो भाइरल तैँले कहाँ रामधुनी निस्किन्छु रामधुनी ए रामधुनी मन्दिर यहाँसम्म आइसकेर नि नहेरी नढोकी त थियो टिकटक हो आन्टीहरू पो रहेछ नि त त्यही भने आन्टीहरू पो रहेछ त ए हो मन्दिर यहाँ मान्छे चलाउँछ ए
कहाँ यहाँ यहाँ ए डेन्जर रहेछ ग्याङ आयो बाँदर उता देखो र बाँदरहरू हो मोबाइल पस्लायो ब्रो मजाले बाहिरै राख्नुपर्छ भाइ यता रामदेव मन्दिर गर्दैन श्री रामदेव मन्दिर प्रवेशद्वार अहिले पछि हेर होला कस्तो चेन्जिङ है दामी साथी आयो हजुर पाँच 10 रुपियाँ छ हालिदिउँ न जानपेटी हालिदिउँ रथ उठाउने होइन कसरी उठाउनु पर्छ पहिलाको रथको कथा हो त्यो कस्तो रथको कथा राम्रो रथको कथा सीताको हो बाँदरहरू कता आउँछ धेरै राम्रो पोखरी विषय के छ नि ठिक छ कस्तो लाग्यो त घुम्नलाई राम्रो पानी यहाँ कहाँ आगो बलिरहन्छ नि त कहिले निप्दैन त्यो आगो होइन यो नयाँ नयाँ ठाउँ बनाएको रहेछ बस्नुलाई सुविधा चाहिँ यतै जाउँ न त्यहाँभित्र पोखरी छ जाउँ न त्यहाँ कस्तो रहेछ पोखरी होइन उताबाट त केटाकेटी खतरा रहेछ कछुवा बनाएको रहेछ पहिला फुल पानी थियो यहाँबाट यस्तो सिक्का फाल्थ्यो कि क्या हो नयाँ नयाँ के छ हेर्नु त्यो के हो चिडियाखाना हो कहिलेदेखि गरेको ए हो र यही चमत्कार यहाँ छ होइन पछि फलफुल यहाँ बस्यो हो नि त होइन राम्रो वनवास यहीँ कति 9 वर्ष 14 वर्ष यहीँ बस्यो हो श्रीलङ्का कति दिन लाग्यो कति दिन त्यसको कहानी धेरै छ बोट चाहिँ अर्को अनि त्यसमा चाहिँ आँप फलिरहेछ यो पनि त्यही हो कि पात चाहिँ आँपकै हो कि हेर्नु नि तपाईँ खोइ देख्दिनँ त पर्छ अहिले आयो भने
ए सकुवाको बोटमा आँख फलिरहेको छ यो त्यति बेलैदेखिको त्यो बोटहरू हो कति वर्ष भयो यहाँ चाहिँ को बस्छन् पण्डित यता चाहिँ के गर्न आउँछ सुन्दै एकदम पानी हेर्नु पहिला हेरेको त्यो सिँढी थियो अहिले छ यहीँ आउँछ होइन उतो गर्नलाई मन्दिरमा मेला लाग्यो भने के गर्न पानी दिन जल यहीँबाट दिनु